ल है यो मिनी ताल हेर्नु न कति राम्रो, कति लामो, कति स्वच्छ पानी, पारी पारी तरियाहरू फुलेका। यति राम्रो यहाँको वातावरण सुनसान आनन्दमय है। यहाँ बस्ने अनि यहाँ बसेर आनन्दले घाममा सुन्तलाहरू खाने। अनि लामो रहेछ, राम्रो रहेछ, स्वच्छ पानी। यहाँ हो सेमलार। बुटोलबाट खै कति किलोमिटर छ त चाहिँ थाहा भएन, तर एकदम राम्रो छ। पारीहरू कस्तो कोमल फुलहरू फुलिरहेछन्। त्यहाँ म चाहिँ पुगिनँ है, धेरै लामो रहेछ, त्यही भएर तर एकदम राम्रोसँग कोमल फुलहरू पनि फुलिरहेछ कि तल, तर एकदम राम्रो छ है। तर यहाँको वातावरण, यहाँको मौसम, स्वच्छ हावापानी, आहाहा, साथीसँग आएर बस्ने घुम्ने एकदम राम्रो छ है। फराकिलो ठाउँ, आनन्दमय वातावरण, कति आनन्द छ नि। तर यहाँ पनि माछाहरू पनि एकदमै ठुलो पाइन्छ अरे है। तर आज यहाँ फेवाताल चाहिँ भाइ खै बिमारी भएर के भएर आज यहाँ फेवातालहरूमा फेवाहरू चलिरहेको होइन। तर यहाँ माछा पनि एकदम ठुलो ठुलो छ अरे, यहाँको बासिन्दाहरूले भन्नुभएको। हजुरको नि नजिक हुनुहुन्छ, टाइम छ भने एकचोटि यो तालमा अवश्य आउनुहोला है त। सुनसान ठाउँ, आनन्द वातावरण, घुम्नको मजा नै बेग्लै। 10-12 कुन्टल माछा। मार्न दिन्न समितिले देखे दिन्न नभए मार्छन् के लाउँछन् भित्री हैन। ल हेर्नु न कति राम्रो छ। बुटुलबाट धेरै पनि टाढा छैन है, त्यही सायद 10 किलोमिटर जति होला है मेरो अनुमानमा। साइकलमा आनन्दमयले लिएर आउनुभएको छ है घाँसहरू। चस्मा लाएर बाजेले ल है पल्टेला कति आनन्दले बोकेर ल्याउनु भएको छ साइकलमा घाँस। कस्तो रमाइलो लाग्यो के मलाई। यसो बस्दा बस्दा बोर भएर यसो जाऊँ न भन्दै आएको है। तर कस्तो आनन्द लाग्यो के मलाई देख्दै। तलको साइडमा पनि कोमल फुल फुलिरहेछ, त्यहाँ चाहिँ म अहिले जान्छु। घाममा बसेर सुन्तला खाँदै, मिनी ताल हेर्दै आनन्द छ। तर यहाँ एउटा कमी कमजोर नि हल्का प्रतीक्षाहरूलाई चाहिँ मैले देखिनँ है। घाममा अलि चाहिँ यहाँ घुम्न आउनेलाई अलि गाह्रो चाहिँ लाग्यो। गर्मीको मौसममा त राम्रो छ, तर यहाँ एउटा दुईवटाहरू प्रतीक्षालय भएको भए अझ सुन्न सुगन्ध हुन्थ्यो जस्तो लाग्यो है मेरो विचारमा।